विश्वकप सपना सङ्कटमा। अब नेपालका लागि हरेक खेल गर या मरको अवस्थामा। आखिर किन बढ्दैछ दबाब? केही महिना अघि घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै विश्वकप छनौटको बलियो दावेदार देखिएको नेपाली क्रिकेट टोली अहिले भने कठिन मोडमा आइपुगेको छ। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक श्रृङ्खलामा लगातार 2 हार बिहोरेपछि नेपाल शीर्ष 4 भित्र रहेर सिधै विश्वकप छनौट खेल्ने लक्ष्यबाट टाढिँदै गएको हो। नेपालले पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग हार बिहोर्यो। हार मात्र होइन, दुवै खेलमा नेपालको ब्याटिङ पूर्ण रूपमा असफल देखियो। नेपाल लगातार 2 खेलमा 157 रनमै अल आउट भयो। विदेशी कन्डिसनमा नेपाली ब्याटरहरू सहज रूपमा रन बनाउन नसक्दा विश्वकप यात्रामाथि नै प्रश्न उठ्न थालेको छ। अब नेपालले लिग 2 मा जम्मा 6 खेल खेल्न बाँकी छ। अहिलेको श्रृङ्खलामा नामिबिया र नेदरल्यान्ड्ससँग 1-1 खेल खेल्नेछ भने अन्तिम श्रृङ्खलामा ओमान र क्यानाडासँग 2-2 खेल खेल्न बाँकी छ। यी सबै खेल जिते नेपाल 36 अङ्कमा पुग्नेछ। तर विडम्बना के छ भने सबै खेल जित्दा पनि नेपालको शीर्ष 4 मा स्थान सुनिश्चित हुने अवस्था छैन। हाल अमेरिकाको 32 खेलबाट 43 अङ्क छ र शीर्ष 4 मा उसको स्थान लगभग पक्का भइसकेको छ। स्कटल्यान्ड 38 अङ्कसहित दोस्रो स्थानमा छ र उसको सम्भावना पनि निकै बलियो देखिन्छ। नेदरल्यान्ड्स 36 अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने ओमान 31 अङ्कसहित चौथो स्थानमा रहेको छ। नेपाल भने 30 खेलबाट केवल 24 अङ्कमा सीमित छ। समान अङ्क भए पनि क्यानाडाले नेपालभन्दा कम खेल खेलेको छ भने नामिबियासँग पनि अझै अङ्क थप्ने अवसर बाँकी छ। युएसँग त अझै 12 खेल खेल्न बाँकी रहेकाले उत्कृष्ट प्रदर्शन गर्न सके अप्रत्याशित रूपमा माथि उक्लने सम्भावना पनि जीवित रहेको छ। यही कारण अब नेपालको भाग्य आफ्नै हातमा मात्र छैन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ। नेपालको सबैभन्दा ठुलो चिन्ता भनेको ब्याटिङ हो। पछिल्ला 2 खेलले यही कमजोरी छर्लङ्ग पारेको छ। नामिबिया विरुद्ध कप्तान रोहित पौडेलले 31 र दिपेन्द्र सिंह ऐरीले 30 रन बनाए पनि अन्य ब्याटरले अपेक्षित योगदान दिन सकेनन्। नेदरल्यान्ड्स विरुद्ध आरिफ शेखले 31 रन बनाए भने गुलसन झाले 29 रन जोडे। तर कुनै पनि ब्याटरले ठुलो इनिङ्स खेल्न नसक्दा नेपाल फेरि सानो योगफलमै समेटियो। अझ चिन्ताजनक पक्ष त नेपालको शीर्ष क्रम हो। ओपनर कुशल भुर्तेलले 2 खेलमा क्रमशः 2 र 9 रन मात्रै बनाए। आसिफ शेखले 16 र 14 रन मात्रै बनाएका छन् भने ईशान पाण्डेले पनि उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सुरुवातमै विकेट गुमेपछि मध्यक्रममाथि अत्यधिक दबाव पर्ने गरेको छ, जसले टोलीलाई ठुलो स्कोर बनाउनबाट रोकिरहेको छ। बोलिङतर्फ भने नेपालले सङ्घर्ष गरिरहेको देखिन्छ। नेदरल्यान्ड्स विरुद्ध 158 रनको सामान्य लक्ष्य रक्षा गर्ने क्रममा नेपालले घरेलु टोलीलाई 74 रनमै 4 विकेट गुमाउन बाध्य बनाएको थियो। त्यसबेला खेल नेपालतर्फ मोडिन सक्ने सङ्केत देखिएको थियो, तर त्यसपछि बनेको महत्त्वपूर्ण साझेदारी तोड्न नसक्दा नेदरल्यान्ड्सले सहज रूपमा लक्ष्य पूरा गर्यो। यसले एउटा स्पष्ट सन्देश दिएको छ, बोलिङले मात्र खेल जिताउन सक्दैन। बोलरलाई दबाव सिर्जना गर्ने पर्याप्त स्कोर आवश्यक पर्छ। 150-60 रनको लक्ष्य लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार जित निकाल्न निकै कठिन हुन्छ। यता यही श्रृङ्खलामा नेदरल्यान्ड्सले नामिबिया विरुद्ध 251 रन बनाएको थियो। त्यही कन्डिसनमा बनेको त्यो स्कोर बलियो साबित भयो र नामिबियालाई 193 रनमा रोक्दै जित हात पार्यो। यसले पनि नेपाली ब्याटिङ र अन्य टोलीको ब्याटिङ बीचको अन्तर स्पष्ट देखाएको छ। अब नेपालले टोली संयोजनमा पनि केही परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको छ। युवा ब्याटर अर्जुन कुमार र अनुभवी भीम सार्कीलाई अवसर दिनुपर्ने बहस बढ्दो छ। मध्यक्रमलाई थप मजबुत बनाउने र सुरुवाती साझेदारी सुधार्ने प्रयास नगरे नेपालको विश्वकप यात्रा अझ कठिन बन्न सक्छ। अब नेपालका लागि हरेक खेल फाइनल सरह बनेको छ। एउटा हारले सिधै विश्वकप छनौट खेल्ने सम्भावनामा ठुलो धक्का पुग्न सक्छ। त्यसैले अब नेपाली क्रिकेट टोलीले केवल जित मात्र होइन, ब्याटिङमा पनि उल्लेखनीय सुधार देखाउनु पर्ने अवस्था आएको छ। प्रश्न अब एउटै छ, के नेपालले बाँकी सबै खेल जित्दै विश्वकपको सपना जोगाउन सक्ला वा लगातार कमजोर ब्याटिङका कारण अर्को पटक पनि लामो प्लेअफको बाटो रोज्न बाध्य हुनेछ? त्यसको जवाफ अब मैदानमा भेटिनेछ।